हेलो नमस्ते तपाईहरु सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज म प्रोबेबिलिटी एन्ड स्ट्याटिस्टिक्स अन्तर्गत च्याप्टर 5 क्वालिटी कन्ट्रोल भित्र पर्ने पी बार चार्टको न्युमेरिकल ल्याएर आएको छु, जुन न्युमेरिकल 2082 भाद्रमा रेगुलरमा सोधिएको क्वेशन रहेको छ। यहाँ भनेको छ क्वेशनमा तपाईले देख्न सक्नुहुन्छ, an inspector selects 10 samples, each of size 200, from 10 different lot of production process. The number of defective item found in each sample is recorded as follows. अब यहाँनिर के भनेको छ भने 200 स्याम्पल को इच स्याम्पल साइज रहेछ, इच स्याम्पल साइज चाहिँ 200 रहेछ। अनि डिफ्रेन्ट लटमा सिलेक्ट गर्दाखेरि डिफेक्टिभको भ्यालुहरू दिएको छ। त्यसैगरी हामीले टोटल 10 वटा लटहरूमा सिलेक्ट गरेको रहेछ। फर्स्ट लटमा 200 बाट सिलेक्सन गर्दाखेरि डिफेक्टिभ आइटम 8 वटा फाइन्ड भयो। सेकेन्ड लटको 200 आइटममा हेर्दाखेरि इन्स्पेक्टरले चाहिँ 12 आइटमहरू डिफेक्टिभ पायो। त्यसैगरी थर्ड लटको लागि 200 बाट हेर्दा 2 वटा पायो। फोर्थ लटको लागि 200 आइटमबाट हेर्दाखेरि 20 वटा डिफेक्टिभ, अनि फिफ्थ लटको लागि 200 बाट हेर्दाखेरि 10 डिफेक्टिभ, अनि सिक्स्थ लटको लागि चाहिँ 15 डिफेक्टिभहरू पायो। हामीलाई भनेको छ क्याल्कुलेट द कन्ट्रोल लिमिट फर द नम्बर अफ डिफेक्टिभ आइटम युजिङ पी चार्ट। र सेकेन्डमा भनेको छ प्लट द के भनेको छ भन्दाखेरि प्लट द कन्ट्रोल चार्ट इन्डिकेटिङ द कन्ट्रोल लिमिट एन्ड पोइन्ट अफ इच स्याम्पल्स, यो भनेर भनेको छ। अनि थर्डमा के भनेको छ भने डिटरमाइन वेदर द प्रोसेस इज स्ट्याटिकली अन्डर कन्ट्रोल बेस्ड अन द प्लटेड चार्ट। र यो क्वेसनलाई अब हामी सल्युसनतिर गइरहेका छौँ। यसको सल्युसन रहेको छ, सबभन्दा हामीले पहिला गिभन डाटाहरू यति लेख्यौँ, जस्तै फर्स्ट लटको लागि नम्बर अफ डिफेक्टिभ 8 भयो, सेकेन्ड लटको लागि नम्बर अफ डिफेक्टिभ 12 भयो, थर्ड लटको लागि नम्बर अफ डिफेक्टिभ 2 भयो, फोर्थ लटको लागि नम्बर अफ डिफेक्टिभ 20, फिफ्थ लटको लागि 10, सबैको यसै गर्दै हामीले 10 लटसम्म सबैको डिफेक्टिभहरू लेख्यौँ। र टोटल डिफेक्टिभ भनेको 115 रहेछ। त्यस्तै गरी स्याम्पल साइज हाम्रो 200 भनेको छ क्वेसनमा, इच स्याम्पल साइज चाहिँ 200 हो। अब त्यो पनि हामीले यहाँनिर देखायौँ। 200 मा डिफेक्टिभको भ्यालु 8 हो, यहाँ पनि 200 मा 12, यसै गर्दै सबैको साइज चाहिँ 200 छ। र टोटल डिफेक्टिभ यहाँनिर हामीले 115 पाइसकेपछि त्यसै गरी टोटल स्याम्पल साइज, टोटल स्याम्पलहरू कति रहेछ 2000 रहेछ। र अब प्रोपोर्सन क्याल्कुलेसन गर्नुपर्ने हुन्छ। प्रोपोर्सन क्याल्कुलेसन गर्दाखेरि टोटल नम्बर अफ डिफेक्टिभ भनेको 200 स्याम्पल लिँदाखेरि कति टोटल नम्बर अफ डिफेक्टिभ पाइयो। यहाँनिर छ 200 स्याम्पलमा 8 वटा नम्बर अफ डिफेक्टिभ, त्यही भएर 8 डिभाइडेड बाई 200 गऱ्यो भने 0.04 आउँछ। त्यस्तै गरी 12 डिभाइडेड बाई 200 गऱ्यो भने 0.06 आउँछ। त्यसै गरी 2 डिभाइडेड बाई 200 गऱ्यो भने 0.01, त्यसै गरी 20 डिभाइडेड बाई 200 गऱ्यो भने 0.1 आउँछ। र सिमिलरली हामीले 10 सम्म क्याल्कुलेसन गर्नुपर्ने हुन्छ। सबैको लागि हामीले क्याल्कुलेसन गरेर यहाँ प्रोपोर्सन भनेर यो टेबलमा देखाएका छौँ। र फाइनली हामीलाई चाहिने यहाँ मेन फर्मुला भनेको अब पी बार चार्टको लागि यति हो। यो फर्मुलाहरू पी बार चार्ट क्याल्कुलेसन गर्दाखेरि हामीलाई आवश्यक पर्ने हुन्छ। र पी बार चार्टमा पी बार भनेको चाहिँ टोटल नम्बर अफ डिफेक्टिभ डिभाइडेड बाई टोटल स्याम्पल हो। जस्तै अघि हामीले एउटा सिङ्गल स्याम्पलको लागि फर्स्ट लटको लागि भनौँ, फर्स्ट लटको लागि 200 मा 8 वटा डिफेक्टिभ पाइएको थियो नि त। अब यहाँनिर हामीले के गरेका थियौँ 8 वटा डिफेक्टिभ डिभाइडेड बाई स्याम्पल साइज गरेका थियौँ नि। त्यसै गरी अब पी बार चार्टको क्याल्कुलेसन गर्नको लागि यो हामीले जुन टोटल सम छ यहाँनिर 115 र यहाँनिर टोटल स्याम्पलको सम छ 2000, यो दुइटैलाई युज गरेर हामीले पी बार क्याल्कुलेसन गर्नुपर्ने हुन्छ। पी बार इक्वल टु टोटल नम्बर अफ डिफेक्टिभ डिभाइडेड बाई टोटल स्याम्पल। टोटल नम्बर अफ डिफेक्टिभ भनेको 115 छ र टोटल स्याम्पल भनेको 2000 छ। यति गर्दाखेरि हामीले 0.0575 अब्टेन गर्छौँ। र क्यू बार भनेको
1 माइनस पी बार हुन्छ। अथवा हामीले यसलाई कसरी पनि बुझ्न सक्छौँ भने पी बार प्लस क्यू बारको सम भनेको 1 हुन्छ। यसरी बुझ्न सक्छौँ। यहाँबाट चाहिँ हामीले क्यू बार फाइन्ड गर्ने गर्छौँ। त्यस्तै गरी अब अप्पर कन्ट्रोल लिमिटमा पी बार प्लस 3 टाइम्स स्क्वायर रुट ओभर पी बार इन्टु क्यू बार डिभाइडेड बाई एन हुन्छ। यहाँ हामीले पी बारको भ्यालु क्यालकुलेसन गरिसकेका छौँ। यसै गरी क्यू बारको भ्यालु क्यालकुलेसन गरिसकेका छौँ र एन भनेको हाम्रो 200 छ। किन 200 भयो भने अहिले स्याम्पल साइज 200 छ। यदि मानौँ यहाँनिर 300 हुन्थ्यो भने स्याम्पल साइज 300 हामीले यहाँको ठाउँमा लिन्थ्यौँ। जति हामीले स्याम्पल यो साइजबाट डिफेक्टिभहरू लिएको त्यतिवटा त्यो भ्यालु नै हामीले एन भनेर लिने गर्छौँ। त्यसै गरी एन भ्यालु लियौँ, हामीले पी बार यो क्यालकुलेसन गरेको यहाँनिर राख्यौँ। त्यस्तै गरी 3 को 3 भयो अनि यो पी बारको भ्यालु चाहिँ अझ फेरि यो यहाँ युज भयो अनि क्यू बार भनेको यहाँनिर भर्खरै निकाल्यौँ यो अनि एनको भ्यालु 200 यहाँ राख्यौँ। यति गर्दाखेरि 0.1068 आउँछ। र त्यसै गरी अब हामी लोअर कन्ट्रोल लिमिटतिर जाउँ। लोअर कन्ट्रोल लिमिट भनेको एलसिएल इक्वल टु पी बार माइनस 3 टाइम्स स्क्वायर रुट ओभर पी बार इन्टु क्यू बार डिभाइडेड बाई अनि फर्मुला याद गर्न पनि एकदमै सजिलो रहेको छ। के गर्नुपर्छ भने अप्पर कन्ट्रोल लिमिटको लागि यहाँनिर जुन दिएको छ नि पी बार प्लस 3 टाइम्स स्क्वायर रुट ओभर पी बार इन्टु क्यू बार डिभाइडेड बाई एन। अब यसमै माइनस गरिदियो भने लोअर कन्ट्रोल लिमिट हुन्छ। त्यो कुरा यहाँनिर गरेको छ। एकदमै यति कुरा बुझ्न सक्छौँ। अनि हामीले त्यसकै आधारमा अब सुरुमा हामीले हर्जेन्टल एक्सिस भनौँ यो यतातिर चाहिँ कति लटमा चाहिँ हामीले कति लटमा चाहिँ त्यो इन्सपेक्टरले चाहिँ स्याम्पलहरू टेस्ट गरेको थियो त्यो चाहिँ हामीले एक्स एक्सिसमा लेख्छौँ र प्रोपोर्सनहरू चाहिँ वाइ एक्सिसमा लेख्छौँ। फर्स्ट लटमा प्रोपोर्सन कति आएको छ, सेकेन्ड लटमा कति आएको छ, थर्ड लटमा कति आएको छ, फोर्थ लटमा कति आएको छ। त्यसै गरी हामी सबै लटको लागि हामीले लेख्ने गर्छौँ। सुरुमा चाहिँ हामीले यहाँनिर चाहिँ अप्पर कन्ट्रोल लिमिटहरू प्लट गऱ्यौँ यो रेन्ज दिएर अनि त्यसपछि आफ्नो स्केल अनुसार पी बार पनि हामीले प्लट गऱ्यौँ। त्यस्तै गरेर अर्को लाइन भनेको लोअर कन्ट्रोल लिमिटको लाइन पनि ड्र गऱ्यौँ। अब चाहिँ हामीले यो पोइन्टहरू प्लट गर्नतिर जान्छौँ। त्यस्तै यहाँनिर भनेको छ हामीले देख्न सक्छौँ फर्स्ट लटको लागि 0.04, सेकेन्ड लटको लागि 0.06। त्यसै गरी हामीले यहाँ प्लट गऱ्यौँ। फर्स्ट लटका लागि 0.04, सेकेन्ड लटका लागि 0.06 गर्दै सबै लटहरूको लागि हामीले यहाँनिर अलग अलग डाटाहरू प्लट गऱ्यौँ। यदि गरिसकेपछि हामीले के भन्न सक्छौँ भने हियर all point lies within upper control limit and lower control limit, so the process is in control. अब यदि योभन्दा बाहिर गएको थियो भने हाम्रो प्रोसेस चाहिँ कन्ट्रोलमा हुँदैन थियो र यो भित्र भएको कारणले प्रोसेस चाहिँ कन्ट्रोलमा पर्छ। अप्पर कन्ट्रोल लिमिट र लोअर कन्ट्रोल लिमिटभन्दा भित्र चाहिँ सबै प्रोपोर्सनको भ्यालु परेको हुनाले हामीले यसलाई यो प्रोसेस अन्डर कन्ट्रोल छ भनेर भन्न सक्छौँ। यति रहेको छ। यति गऱ्यो भने चाहिँ हाम्रो क्वेसनमा भनेको सबै कुराहरू हामीले यहाँनिर गरिसक्यौँ र हामीले यति नै गर्नुपर्ने हुन्छ। हस्, थ्याङ्क यू। अब नेक्स्ट भिडियोमा भेटौँला। हस् त, बाई बाई।